सो हजुरहरूले बानेश्वरमा प्रपर्टी किन्दै हुनुहुन्छ भने प्राइस भेरिएसन त अभियसली फिल नै गर्नुभएको होला। कुनै एरियामा चाहिँ एकदमै मिलेको प्राइस छ अथवा ठिक्क प्राइस छ भने कुनै एरियामा चाहिँ अलिकति हाई प्राइस नै राख्नु भएको छ। सो इन दिस भिडियो आई विल टक अबाउट द प्रपर्टी प्राइजेस अकर्डिङ टु द रोड एक्सेस। रोड एक्सेस अनुसारको म प्राइस चाहिँ हजुरलाई प्रपर्टी प्राइस रेन्ज चाहिँ म हजुरलाई भनिदिनेछु। अब नर्मल्ली हजुर 10 फिटको बाटोमा जानुहुन्छ भने यो चाहिँ बानेश्वर मात्रै होइन, बानेश्वरको पेरिफेरी एरिया 1 किलोमिटरभित्रको एरियामा चाहिँ यही प्राइजहरू नै नर्मल्ली चलिरहेको छ है त। तपाईँ बानेश्वर अथवा तपाईँ 10 फिटको बाटोमा जानुहुन्छ भने हजुरले 65 देखि 75 सम्म हाल्न सक्नुभयो। इजिली रोड एक्सेस राम्रो छ। 10 फिटको बाटो पनि कुनै बाटो स्ट्रेट हुन्छ, कार मजाले जान्छ भने त्यहाँ 75 सम्म पनि हजुरले हाल्न सक्नुभयो। 13 फिटको बाटो छ भने जग्गा मिलेको छ, 13 फिटको बाटो हो भनेपछि चाहिँ हजुरले 75 देखि 85 सम्म जानु नै पर्छ। बानेश्वरमा चाहिँ बानेश्वरबाट अलिकति पेरिफेरीमा चाहिँ अलिकति तलमाथि चाहिँ हुनसक्छ। अब त्योभन्दा प्लसको बाटो जस्तै 20 फिटको बाटो भयो अथवा 18 फिटको बाटो भयो, यहाँ चाहिँ तपाईँले 85 देखि 90-95 सम्म पनि जान सक्नुभयो। त्यो चाहिँ फेयर मार्केट नै हो। अब त्योभन्दा ठुलो बाटो भयो जस्तै 20 प्लस छ अथवा 26 छ, 30 सम्मको बाटोमा चाहिँ हजुरले 110 देखि 115 सम्म चाहिँ हाल्न सक्नुभयो। त्योभन्दा प्लसको बाटो छ, 50 प्लसको बाटो छ, 35 प्लसको बाटो छ भने नर्मल्ली अब बानेश्वरको मेन रोडमा भनौँ न, त्यहाँ चाहिँ अहिले नर्मल्ली तपाईँको 350 अथवा 3 CR सम्म पर आनाको चलिरहेको छ। हाम्रो पुतली सडकमा 250 सम्म चलिरहेको छ, कतै कतै 3 पनि भन्छ, नेगोसिएट चाहिँ हुन्छ नै, तर 3 सम्म पनि मान्छेले सेलरले भन्ने गरिरहेका छन्। सो प्रपर्टी प्राइजेस भेरिएसन हुनुको मेन त्यही दुईवटा रिजनहरू हो। एउटा भनेको चाहिँ हजुरको रोड एक्सेस भयो, अर्को भनेको डेस्परेट सेलर। अब सेलरलाई कति चाँडो प्रपर्टी सेल गर्नु छ, उसलाई केही समस्या परेको छ कि ब्याङ्क लोनमा छ, लिन जाँदैछ, अथवा उसले प्रपर्टी सेल गरेर बाहिर सेटल हुन खोजिरहेको हो कि अथवा पुरानो प्रपर्टी हो, ल ठिक छ जति प्राइस आए पनि आओस् भन्ने खालको सेलर पनि धेरै जसो त्यस्तो खालको सेलर पनि पाइन्छ। नर्मल्ली यो दुईवटा कुराले गर्दाखेरि चाहिँ प्राइस भेरिएसन हुने। If you found this video helpful, don't forget to give a like, comment your questions and subscribe to the channel for real estate knowledge. Thank you for watching.